धेरै फोन नचलाऊ भन्दा उनीहरूले सुन्दैनन्। फोन नखोजी उनीहरू मान्दैनन् र केही गरी उनीहरूले चलाइरहेको त्यो फोन खोसिहाल्नु भयो भने उनीहरू रुन थाल्छन् र तपाईँ उनीहरूको अगाडि भिडन गर्नुहुन्छ। यो सबै हामीबाट सुरु भएको हो, अभिभावक र ठुलाबडाहरूबाट सुरु भएको हो। यो गीत त तपाईँहरूले पक्कै सुन्नुभएको होला। बालापन जुन सबैको प्यारो हुन्छ, ठुलो हुने रहरमा कहिले त्यो उमेर सकिएला जस्तो लागेको हामी सबै पछि साँच्चै ठुलो भएपछि त्यही समयको यादमा आफ्नो दिनहरू कटाइरहेका हुन्छौँ। ओहो त्यो बालापन कुरा गरेर कहिले सकिन्छ र, बोल्न नजान्दा के बोलियो। अहिले जस्तो हरेक मिनटमा फोटो भिडियो खिचिदिने आमा बुवा भएको भए माटो खेल्दै गरेको अनि के उपद्रो गरेको हाम्रो कति भिडियो सोसियल मिडियामा भाइरल हुन्थ्यो होला। अहिले हाम्रो बालापनको बारेमा कसैले सोधिहाल्यो भने हामीसँग अनगिन्ती यादहरू छन्, सायद भन्नको लागि समय नै नपुग्ला। तर यही प्रश्न अहिलेका टिनेजरहरूलाई सोध्ने हो भने यस्ता यादहरू अलिक कमै भेटिन्छन्। झन् 8 वर्ष मुनिका बच्चाहरूलाई यस्तै प्रश्न गर्ने हो भने त उनीहरूसँग त्यस्ता रमाइला मोमेन्टहरू भेट्न अति नै गाह्रो पर्नेवाला छ। सानो उमेर भएर होइन, यादहरू बन्ने समयमा फोनमा औँला झसार्दै दिनहरू बितिरहेको भएर। बच्चाहरू उनीहरू सरल अनि त्यति नै बुद्धिमान हुन्छन्। उनीहरू यसरी सोध्छन् कि कसैले त्यति सरल तरिकाले सोच्न पनि सक्दैन। तर अहिले यही क्षमता परिवर्तन भइरहेको छ। हामी यस्तो पुस्ता हुर्काइरहेका छौँ जो इन्टरनेटमा त कनेक्टेड छ तर जीवनका हरेक राम्रो मोमेन्टहरूबाट टाढा आउँदै गएको छ। कोही फोनमा गेम खेल्दै, कोही युट्युबमा दिनभर भिडियो हेर्दै र अलिअलि अछिर्चिनीहरू चाहिँ अरू कुरामा बिजी छन्। धेरै फोन नचलाऊ भन्दा उनीहरूले सुन्दैनन्। फोन नखोजी उनीहरू मान्दैनन् र केही गरी उनीहरूले चलाइरहेको त्यो फोन खोसिहाल्नु भयो भने उनीहरू रुन थाल्छन् र तपाईँ उनीहरूको अगाडि भिडन गर्नुहुन्छ। उनीहरूले यो व्यवहार कहाँबाट सिके त? स्कुलले सिकायो, युट्युबले सिकायो कि फोनले सिकायो त? होइन, यो सबै हामीबाट सुरु भएको हो, अभिभावक र ठुलाबडाहरूबाट सुरु भएको हो। किनकि हामी नै त उनीहरूको सबैभन्दा नजिकका मान्छे हौँ। हामी भन्छौँ बच्चा मोबाइलको लतमा परेको छ, कसरी छुट्याउनु, तनाव पो पर्यो त। तर साँचो कुरा त यो हो, त्यो मोबाइल उनीहरूलाई हामीले नि दिएका हौँ। जब हामीसँग समय थिएन, ला फोन चला तर धेरै हल्ला चाहिँ नगर भन्यौँ। जब उनीहरूले केही कुरा सोध्न खोजेका थिए, आफ्नो डाउट क्लियर गर्न खोजेका थिए, तब हामी आफै स्क्रोल गरिरहेका थियौँ। हामी आफ्नै फोनमा बिजी थियौँ। एकपटक आफैसँग प्रश्न गरौँ, के साँच्चै हाम्रा बच्चाका लागि हामीसँग समय छ? हामीले त बाल्यकालमा आमा बुबा हजुरबा हजुरआमासँग कथा सुन्यौँ, बर्खे बेलामा भिज्दै खेल्थ्यौँ। आज ती यादहरू कहाँ छन्? अब हामीले हाम्रा बच्चाहरूलाई के दिएका छौँ त? कथाको साटो कार्टुन, कुराकानीको साटो स्क्रिन अनि साथको साटो सन्नाटा। आजका बच्चाहरूलाई हेर्नुहोस्, उनीहरू जवान जस्ता व्यवहार गर्छन् तर त्यो परिपक्वता होइन, त्यो अनुकरण हो। हाम्रो व्यवहारको नक्कल। उनीहरू त्यही कुरा सिक्दैछन् जुन हामी आफै गरिरहेका हुन्छौँ। आज धेरै साइकोलोजिस्टहरूले चेतावनी दिइरहेका छन्। साना नानी बाबुहरूमा एक्सेसिभ स्क्रिन टाइम वा सेलफोन एडिक्सनले उनीहरूको मानसिक विकासमा ढिलाइ हुन्छ, बोल्नमा ढिलाइ हुन्छ, सामाजिक डर, दबाव, निराशा र भावनात्मक ट्रमामा उनीहरू फस्न पुग्छन्। अझ दुःखको कुरा त के हो भने उनीहरू आफ्नो बाल्यकाल गुमाइरहेका छन् र उनीहरूलाई नै थाहा छैन कि उनीहरूले के गुमाउँदैछन् भनेर। हामी यो असरहरूलाई 3 भागमा बुझ्न सक्छौँ। एउटा 8 वर्षभन्दा मुनिको उमेर, 8 देखि 15 वर्षको उमेर र 15 वर्षभन्दा माथिको उमेर। यो सबैभन्दा संवेदनशील समय हो। बच्चाहरूको मस्तिष्क बनिरहेको हुन्छ, ग्रोइङ फेजमा हुन्छ। यो समय उनीहरू क्रिएटिभ हुनुपर्ने हो, उही कुरालाई फरक फरक तरिकाले सोच्न सक्नु जुन हामी आफैले बुझिरहेका हुँदैनौँ। यो समय उनीहरूका लागि अति नै इम्पोर्टेन्ट हुन्छ। तर हामी उनीहरूलाई यस्तो समयमा के दिइरहेका छौँ त? त्यो स्क्रिन जहाँ छिटो छिटो दृश्य परिवर्तन भइरहन्छ, आवाज पनि अचम्मका आउँछन्, ध्यान भङ्ग गराउँछ, बोल्न गाह्रो पार्छ अनि अरूको भावना बुझ्न झन् गाह्रो बनाउँदै जान्छ। अझ 2 वर्षभन्दा मुनिका बालबालिकाको अटेन्सन स्प्यान केही मिनटको हुन्छ, जसलाई यस्ता डिभाइसले झन् कम गरिरहेको हुन्छ। 8 देखि 15 वर्षको उमेर, यो उमेर समूहका बालबालिकाहरू अब उनीहरूलाई तुलना गर्न थाल्छन्। अनुहारमा फिल्टर, जीवनमा फेक स्माइल अनि आफ्नोपन हराउँदै जान्छ। उनीहरू आफूलाई आफै नै ठिक लाग्न छोड्छ। 15 भन्दा माथिको उमेर, उनीहरू जवान देखिन थाल्छन् तर भित्रभित्रै थाकेका हुन्छन्। पर्फेक्ट देखिनुपर्ने दबाब, फोमोको डर अनि मनमा अल्झिएको धेरै कुरा जसबारे उनीहरू कसैसँग बोल्न सक्दैनन्। उमेरसँग आउने परिवर्तन उनीहरूले बुझेका हुँदैनन्। हामी उनीहरूलाई के नर्मल हो र के होइन भन्ने बुझाउन सक्छौँ, तर हामी आफै पनि यो रोगको शिकार छौँ भने ढुक्क हुनुहोस्, हाम्रो अर्को पुस्ता योभन्दा पनि जटिल रोगमा फस्ने पक्का छ। मोबाइल बन्द गर भन्नु समस्याको समाधान होइन, तर डिजिटल लाइफमा एउटा ब्यालेन्स भने अवश्य चाहिन्छ।
विज्ञान र प्रविधिको युगमा हामीले प्रविधिको प्रयोग गर्ने हो, न कि प्रविधिले हामी हाम्रा बच्चाहरूसँग बसौँ, कुरा गरौँ, दिनभर होइन, दिनको आधा घन्टा नै किन नहोस्, तर त्यो समय साँचो होस्, स्क्रिन बिनाको होस्, उनीहरूका लागि पनि, तपाईँका लागि पनि। हामी अर्को चुडिएको पुस्ता बनाउन चाहन्नौँ। हामी मानव हुर्काउन चाहन्छौँ जसको मन हुन्छ, सोच हुन्छ, अनि सबैभन्दा ठुलो कुरा जसको वरिपरि हाम्रो साथ हुन्छ। धन्यवाद। हाम्रो भेट छिटै अर्को भिडियोमा हुनेछ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला।